आज बृहत रूपमा श्रमदान भइरहेको छ। 2082 साल 10 महिना 2082 भनिरहेको रहेछ। 83 साल 1 महिना 12 गतेको दिन आज श्रमदान भइरहेको छ। सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। म यहाँ एकजना मेरो देवा अथवा बडीलाई म थोरै कुरा गर्न चाहन्छु। उहाँ सायद मलाई लाग्छ 82-83 वर्षको हुनुहुन्छ। अर्जुन सर जय माटो। ल स्वागत छ देवा। यहाँ मैले भेटेँ, तपाईँको थोरै परिचय दिनुहोस् न। लु मेरो चाहिँ नामै बताउँ पनि होला नि। नरबहादुर राई हो मेरो नाम। उमेरमा भन्यो भने अब 80-81 पुगिसकियो। अनि 3 साले मान्छे हो। 3 सालको? हजुर। अनि आज यहाँ श्रमदानमा आउनु भएछ, टी सर्ट पनि लाउनु भएछ। अनि के सोचेर के विचार लिएर आउनुभयो? कमिला धुर गऱ्यो भने हरेक कुरो बन्न सक्छ। एक हातले हुँदैन, हरेक जुटिनुपर्छ कमिला धुर, तब हरेक कुरो बन्छ। हरेक कुरो सकिन्छ। श्रमदानबाटै देश बन्छ भन्ने लाग्छ। बन्छ। अनि हाम्रो नेपालले भन्दैन। अनि यहाँ नेपालको 3 करोड जनताहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? अब यही काम चाहिँ गरोस् भनेर हामीले गरे जस्तै। अनि हाम्रो माथि त जाओस्। हाम्रो संस्थापक अध्यक्ष हर्क साम्पाङ राई त चिन्नुहुन्छ? हजुर। उहाँलाई के सन्देश दिन चाहनुहुन्छ? उहाँले म धन्यवादै दिन्छु। म अब उहाँले निकाल्नु भयो यो कार्य काम चाहिँ हो कि अपनाउनु भयो, यो चाहिँ पुरा होस्। अनि 82-83 सालमा पनि यस्तो इनर्जी का साथ आउनु भएछ। के खानुहुन्छ तपाईँ? म तपाईँहरू जस्तै खान्छु खाना चाहिँ। अनि युवा साथीहरूले के भन्न चाहनुहुन्छ तपाईँ? युवा साथीहरूले यही काम सिक्दै जाऊ भन्छु म। हो, गर्दै जाऊ। युवाहरूले नै देश युवाहरूले नै देश बनाउने हो भन्न चाहनुहुन्छ? युवाले देश बनाउने। ल धन्यवाद। हाम्रो त गइगयो नि। ल धन्यवाद।